नमस्कार साथीहरू सम्पूर्णलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। म विष्णु प्रसाद काफ्ले र हजुरहरू हेर्दै हुनुहुन्छ विष्णु इन्फो ब्लग। साथीहरू आजको यो भिडियोमा हामी कुरा गर्छौँ आयरल्यान्ड वर्क भिसाको बारेमा। सो जति पनि दाजुभाइ दिदीबहिनीहरू इन्ट्रेस्टेड हुनुहुन्छ लाइक हस्पिटलिटी जब जस्तो कि हजुरको भयो बारटेन्डर भयो हैन, अनि कुक भयो, त्यसपछि वेटर वेट्रेस भयो। यदि हजुर वेटर हुनुहुन्छ वेट्रेस हुनुहुन्छ विदेशमा काम गर्नुभएको छ हजुरसित राइट एक्सपिरियन्स छ भने हजुरले यसमा इजिली अप्लाई गर्न सक्नुहुन्छ साथीहरू। वेटर वेट्रेस छ, बारटेन्डर छ, त्यसपछि कमी सेफ छ, कुक छ, रुम अटेन्डेन्ट छ हैन। यस्तो धेरै खालको जब्सहरू छ आयरल्यान्डमा जस कि हजुरले आफैले आफ्नै मोबाइलबाट इजिली यसमा अप्लाई गर्न सक्नुहुन्छ। रिसेप्सनिस्टको पनि जब्सहरू छ। यस्तो थुप्रै जब्सहरू छ 5 स्टार होटल रेस्टुरेन्ट बारहरूमा हैन। तर यसको लागि हजुरसित एक्सपिरियन्स हुनु अनिवार्य छ र हजुरसित सिभी र कभर लेटर हुनु अनिवार्य छ है। एकदमै टप क्लासको सिभी चाहिन्छ साथीहरू यसमा अप्लाई गर्नको लागि। अब मैले आजको यो भिडियोमा हजुरलाई कुन कम्पनी हो, त्यसमा कसरी अप्लाई गर्ने, यो सम्पूर्ण जानकारी आफ्नो मोबाइलको स्क्रिनमा लगाएर स्टेप बाई स्टेप देखाउँछु। सो ढिलो नगरिकन हिँडौँ हाम्रो मोबाइलको स्क्रिनतिर। यो होटलको नाम हो द वेस्टबेरी है। यहाँ हेर्नुहोस् द डोली कलेक्सन डुब्लिन, ठिक छ। होटलको नाम हो द वेस्टबेरी द डोली कलेक्सन डुब्लिन। अब यसमा धेरै जस्तो जब्स अफरहरू हजुरले पाउन सक्नुहुन्छ हैन। या हजुरले यसको कम्पनीको वेबसाइट होटलको वेबसाइटहरू पनि हेर्न सक्नुहुन्छ यहाँ कस्तो गरेर दिएको। अब यसमा जब्स कसरी खोज्ने स्टेप बाई स्टेप मलाई फलो गर्नु होला है। जुन साथीभाइहरूले डाइरेक्ट गुगलबाट हानेर सर्च गर्नुहुन्छ उहाँहरूको लागि हो। र यसको जब्सको लिङ्क मैले आफ्नो भिडियोको डिस्क्रिप्सनमा पनि दिन्छु, त्यहाँबाट गएर हजुरले डाइरेक्ट हेर्न सक्नुहुन्छ। अब यो 3 डट छ, 3 डटमा गएपछि हामीहरू केमा जाने भनेपछि केरियरमा जानुभयो भने हजुरलाई अर्कै देखाउँछ हैन, धेरैवटा देशको देखाउँछ। तर अब हामीले केरियरमा गइसकेपछि हामीले केमा जानुपर्छ भनेपछि केरियर एट वेस्टबेरी, यहाँ हेर्नुहोस् यसमा थिच्नु होला है साथीहरू। केरियर एट वेस्टबेरी भनेर हान्नुभयो भने हजुरको सामने एउटा यस्तो इन्टरफेस आउँछ जसमा कि जति पनि आयरल्यान्डमा जब छ त्यही मात्रै देखाउँछ। हजुरलाई लन्डन, युके, पेरिस, लन्डन यस्तो देखाउँदैन हैन। सो यस्तो देखायो भने वर्क विथ अस इन डुब्लिन। डुब्लिन भनेको हजुरको आयरल्यान्डको क्यापिटल हो, याद राख्नुहोस् है। अब यस्तो तल आउनुभयो भने हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ करेन्ट पोजिसनमा हैन। करेन्ट पोजिसनमा अब जाने भने यहाँ हेर्नुहोस् सर्च भ्याकेन्सी छ। अब यहाँ कोकटेल वेटर छ, बारटेन्डर मिनोक्स वेटर वेट्रेस छ हैन, सेफ दी पार्टी छ, फ्रन्ट अफिस टिम लिडर छ, सिनियर सेफ दी पार्टी छ, पार्टी सिनियर सिप कमी सेफ छ हैन। सो यस्तो यस्तो जब्सहरू एभाइलेबल छ। अब यसमा अप्लाई गर्नको लागि हजुरले अप्लाई नाउमा थिच्नुहोस्। अप्लाई नाउमा थिचिसकेपछि हजुरले यो डिस्क्रिप्सन पढ्नु होला हैन। रिक्वायरमेन्टकै प्रिभियस हजुरको एक्सपिरियन्स के मागेको छ भनेपछि प्रिभियस किचन एक्सपिरियन्स हजुरले विगतमा किचनमा काम गर्नुभएको एकदम फर्स्ट प्रायोरिटी दिन्छ। प्यासन फर कुलिनरी आर्ट्स हैन, किचनको सम्बन्धित कामको हुनुपर्छ हजुरसित। एबिलिटी टु वर्क इन ए फास्ट पेसन इन्भाइरोमेन्ट, अब यो सब त बकचोदी हो हैन, तर मेन यही हो अप्लाई नाउ हैन। अनि त्यसपछि हजुरलाई के फाइदा हुन्छ, यहाँ प्रफिट के हुन्छ यो सब यहाँ दिएको छ। सो यो राम्रोसित पढ्नु होला। मैले हजुरलाई जस्ट अप्लाई कसरी गर्ने हो त्यो देखाउँदैछु। अप्लाई नाउमा थिच्नुहोस् हैन। सो हेर्नुहोस् यसरी आउँछ हजुरको सामने अर्को इन्टरफेस। अब त्यसपछि यहाँ के लेखेको छ भनेपछि हजुरले आफ्नो के गर्नु पर्यो, सिभी अपलोड गर्नु पर्यो। सिभी अपलोड गर्नको लागि हजुरले यसरी बाइ कम्प्युटरमै जानुहोस् हैन। अब हजुरको कम्प्युटर छ भने कम्प्युटर, अब मोबाइल छ भने मोबाइलबाट गएर हजुरले यसरी यहाँ आउँछ फाइल, यो फाइलमा गएर हजुरले आफ्नो के गर्नु पर्यो, सिभीहरू यसरी कहाँ राख्नुभएको छ त्यो खोजेर अट्याच गर्नु पर्यो। सपोर्टिङ डकुमेन्ट भनेको हजुरको एक्सपिरियन्स लेटर के छ यसमा पनि हजुरले त्यहीमा। अब हजुरले कुनै साथीभाइहरूले गुगल ड्राइभमा राख्नुहुन्छ, गुगल ड्राइभमा जानुहोस् हैन, तर प्रायः जस्तोले मोबाइलमै राख्नुहुन्छ। सो यसरी गरेर हजुरले सपोर्टिङ डकुमेन्ट्स भनेको हजुरको एक्सपिरियन्स लेटरहरू हुन्छ त्यो हजुरले एट्याच गर्नुपर्ने हुन्छ। इफ यु डोन्ट हेभ ए कभर लेटर प्लिज फिल फ्री टाइप 1 इन आवर बक्स। यो बक्समा हजुरले आफ्नो डाइरेक्ट कभर लेटर नै पेस्ट गरिदिनुहोस् है। अदरवाइज कुनै राम्रो मेसेज हजुरले बनाएर यहाँ राख्नुपर्ने हुन्छ, ठिक छ। त्यस्तै गरेर यसलाई नेक्स्ट गरिदिनु भयो भने हजुरको जब यसमा अप्लाई हुन्छ, ठिक छ। सो यस्तै गरेर हजुरले यहाँ जतिवटा पनि छ म डाइरेक्ट यसको वेबसाइट लिङ्क मैले आफ्नो उसमा दिइहाल्छु, हजुरले त्यहाँबाट डाइरेक्ट यसमा हेरेर अप्लाई गर्न सक्नुहुन्छ। यो सो यतिवटा जब्स छ साथीहरू, हजुरहरूले अप्लाई गर्नु होला। यस्तै गरेर यसमा अप्लाई गर्न सक्नुहुन्छ। अदरवाइज हजुरले यस्तो दिएछ भने द रिभरली, अब रिभरलीमा कतिवटा छ भनेपछि यो हजुरले हेर्न सक्नुहुन्छ रिभरलीमा हैन। अब रिभरली हेर्नुहोस् सिनियर बारटेन्डर छ हैन, मिटिङ इभेन्ट छ हो। यस्तै गरेर हजुरहरूले सर्च गर्दै युकेमा नहान्नु होला साथीहरू, युके सुके हान्नु होला। अब हजुरहरू सबैलाई युके जाने सपना छ, त्यही भएर युके सुके नहान्नु होला हैन।
वेस्ट बर्नी लिभरली यो भनेको लोकेसन आयरल्यान्डको हैन। अब अलमा हान्यो भने अल पनि आउँछ फेरि, ठिक छ। अघि मैले टिकटकमा देखाएको भनेको अलमा हानेर हो। यसरी सर्च गरेर अलमा हान्नुभयो भने अलमा हाने त यहाँ हेर्नुहोस् ब्लोमेसरी। अब ठाउँ ठाउँको देखाउँछ यसमा कुन कुन ठाउँको यसमा जब्सहरू छ भनेर हैन। तर यो सबै ठाउँमा हामीले अप्लाई गर्न मिल्दैन, ओन्ली आयरल्यान्डमा मात्रै गर्न पाइन्छ। सो यो त थियो साथीहरू एउटा जब। अर्को जब मैले हजुरलाई देखाउन चाहन्छु यो द मेरियन हैन। द मेरियनमा पनि हजुरले अप्लाई गर्न सक्नुहुन्छ, एकदमै इजी छ यसमा अप्लाई गर्ने हैन। अब यो हजुरले यहाँ हेर्नु लेटेस्ट जब्स हजुरलाई। अब भ्यू अलमा जानुभयो, यहाँ हेर्नुहोस् भ्यू अलमा गएपछि यहाँ हेड काउन्टर छ, कल सेलर बार छ, डेस्क छ हैन, अपरेसन छ। अब यस्तै लन्ड्री असिस्टेन्ट छ। अब लन्ड्री असिस्टेन्टमा हजुरले अप्लाई गर्नु छ भने डाइरेक्ट अप्लाईमा जानुहोस् हैन। अप्लाई गरेपछि हजुरको सामने यहाँ हेर्नुहोस् यसरी आउँछ इन्टरफेस, ठिक छ, लन्ड्री असिस्टेन्ट भनेर। अब यसमा के मागेको छ हजुरले यो राम्रोसित पढ्नु होला। पढेर अब यसमा अप्लाई कसरी गर्ने हो, आफ्नो फर्स्ट नेम दिनुहोस्, लास्ट नेम, यहाँ आफ्नो इमेल आइडी हाल्नु होला। हजुरसित लिङ्क्डइनको प्रोफाइल छ भने हाल्नुहोस्, नभए छोडिदिनुहोस्। आफ्नो फोन नम्बर दिनुहोस्, लोकेसनमा यहाँ काठमाडौँ नेपाल कि पोखरा नेपाल यस्तै गरेर हाल्नु होला। अब हजुर कुनै गाउँको नाम हान्नुभयो भने आउँदैन है। अब यहाँ के भनेछ अपलोड यो सिभी अपलोड गर्नु होला। याद राख्नु साथीहरू, हजुरको सिभी नम्बर 1 हुनुपर्छ, नत्र हजुरको जब लाग्दैन जति अप्लाई गरे पनि। त्यो हावातारीले धेरैजनाले यस्तो हुनुहुन्छ कि अलिकति पैसा खर्च गर्न खोज्नुहुन्न, एकदमै चुइया टाइपको के, न आफूले जान्ने न अरूले भनेको सुन्ने हो। त्यस्तो गर्ले गर्दाखेरि नेपालमा अरू साथीहरूले अप्लाई गर्दाखेरि पनि उहाँहरूलाई पनि गाह्रो हुन्छ कि, किनभने तिनीहरूले अब हावातालको सिभीले अप्लाई गर्नुहुन्छ। त्यही भएर हजुरले सिभी राम्रोसित बनाएर यसमा अपलोड गर्नु होला है। आफैले बनाउनुहोस् कि त हजुरले बनाउनु सक्नुभएको छैन भने हजुरले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। वाट इज योर एलिजिबिलिटी टु वर्क इन आयरल्यान्ड हैन। नो एलिजिबिलिटी। अब यो हामीसित यस्तो केही छैन। यहाँ हेर्नुहोस् स्टाम्प 1 स्टाम्प 2 हैन, एलिजिबिलिटी छैन भनेपछि यस्तैमा हान्नुहोस्। प्लिज कन्फर्म द लेभल स्पोकन इङ्ग्लिस। अब के छ हजुरको इङ्ग्लिस हजुरले अलवेज के हान्नुहोस्, कि त एडभान्टेज हान्नुहोस् कि फ्लुएन्ट हान्नुहोस् हैन। फ्लुएन्टै हान्दा राम्रो हुन्छ अहिलेको लागि, ठिक छ। त्यसपछि हजुरको यहाँ के भनेको छ यो पढ्नु होला। इफ यु आर कल्ड फर इन्टरभ्यू यु क्यान अटेन्ड इन अ पर्सन इन द नेक्स्ट 2 विक यस भन्नुहोस्। 2 विकको भित्र हजुरले के इन्टरभ्यू अटेन्ड गर्न सक्नुहुन्छ भनेर सोधेको छ, त्यसमा यस याद राख्नु। यो भर्दाखेरि राम्रोसित पढेर अनि बल्ल भन्नु होला। डु यु हेभ एक्सपिरियन्स वर्क इन ए होटल, हजुरसित यस हान्नु होला। त्यो नो हान्नुभयो भने त्यो फाइदै छैन, यसमा हान्नु होला। डु यु एक्सपिरियन्स इन वर्किङ इन लन्ड्री, यस हान्नु हो, किनभने हजुरले लन्ड्रीमा अप्लाई गर्नुहुन्छ यस। अब यहाँ कभर नोट छ, हजुरले यसमा आफ्नो कभर लेटरलाई पेस्ट गर्ने साथीहरू याद राख्नुहोस् है। कभर लेटर यहाँ पेस्ट गर्ने र यसमा अप्लाई गर्नु भने हजुर के हुन्छ, यसमा अप्लाई हुन्छ। यति इजी छ, यति राम्रोसित यति इजी तरिकाले सायद हजुरलाई कसैले पनि बताउँदैन हैन, जति मैले राम्रो तरिकाले बताएको छु। सो यस्तै गरेर हजुरहरूले मलाई मेरो भिडियोलाई स्टेप फलो गर्नुहोस् र हजुरले के गर्नुहोस्, यसमा अप्लाई गर्नुहोस्। अप्लाई गरेपछि बल्ल हजुरको के हुन्छ, जब लाग्छ। र एकचोटि अप्लाई गरेर हुन्न, बारम्बार अप्लाई गर्नुहोस् हैन, आफैले अप्लाई गर्नुहोस्। र सिभी कभर लेटर बनाउन चाहनुहुन्छ मलाई सम्पर्क गर्नु होला। यस्तै इन्फर्मेसनहरूको लागि हेर्दै गर्नु होला विष्णु इन्फो ब्लग। र म हजुरहरूसित बिदा लिन चाहन्छु। राम्रोसँग बस्नुहोस्, स्वास्थ्यको ख्याल गर्नुहोस् र अप्लाई गर्दै गर्नुहोस्। जय नेपाल।